नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज हामी क्लास 8 को साइन्स विषयको च्याप्टर 5 लाइफ प्रोसेस भन्ने च्याप्टरको चाहिँ सबै एक्सरसाइजहरू गर्न गइरहेको छौँ। ल अब सुरु गरौँ। 1 नम्बरमा चुज द बेस्ट अल्टरनेटिभ फ्रम द गिभन एन्सर्स भनेर दिएको छ। ए नम्बर हाउ आर न्यू अर्गानिजम्स फर्म ड्युरिङ रिजेनेरेसन भनेको छ। यसको एन्सर 2 नम्बरको हुन्छ, रिजेनेरेटिङ द फ्रेगमेन्टेड पार्ट इन्टु अ होल बडी। अब बी नम्बरमा हाम्रो दिएको छ वाट शुड बी फलोड वाइल प्रोपागेटिङ प्लान्ट्स थ्रु कटिङ भनेको छ। यसको एन्सर हुन्छ 4 नम्बरको, देयर शुड बी अ फ्यु नोट्स इन द कट पार्ट भनेर हुन्छ। सी नम्बरको विच अफ द फ्लोइङ रिप्रेजेन्ट्स द मिनिङ अफ रिप्रोडक्सन भनेर भनेको छ। यसको हुन्छ 3 नम्बरको बायोलोजिकल प्रोसेस अफ गिभिङ बर्थ भनेर हुन्छ। र डी नम्बरमा छ विच टाइप अफ रिप्रोडक्सन इज सोन इन द फिगर भनेको छ। यसको एन्सर 1 नम्बरको हुन्छ, ट्युबर। ई नम्बरमा छ इफ प्रोड्युसिङ मेनी प्लान्टलेट्स फ्रम स्मल एक्सप्लान्ट इन अ ल्याब under the control environment is tissue culture, then which of the following sentence is related to this method भनेको छ। यसको एन्सर हुन्छ 1 नम्बर, only a small piece of stem or branch of the parent plant is taken भनेर हुन्छ है यसको एन्सर चाहिँ। अब हाम्रो छ डिफ्रेन्सिएट भनेको छ। हामीलाई थाहा छँदैछ डिफ्रेन्सिएट भनेको डिफ्रेन्स बिट्विन अथवा हामीले फरक छुट्याउ भनेर भन्न सक्छौँ। मैले चाहिँ यो 2 नम्बरको सबै एन्सरहरू तपाईहरुको लागि सजिलो पाराले लेखिदिएको छु। यदि तपाईहरुलाई मैले लेखाइदिएका क्वेशन एन्सरहरू राम्रो लाग्छन् भने कमेन्ट गरेर भनिदिनु होला। लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। अब 2 नम्बरमा लागौं। सुरुमा छ फिसन एन्ड बर्डिङ छ। मैले यसको एन्सर लेखिदिएको छु। फिसनको The formation of new organism by splitting parent body is called fission. Budding को the process of forming small bud on body which gradually grows into the complete organism and separates from parent body is called budding भनेर लेखिएको छ भनेदेखि 2 नम्बरमा चाहिँ फर इक्जाम्पल इन भर्टिसेला प्लाज्मोडियम फिसन अकर्स अनि बर्डिङ चाहिँ फर इक्जाम्पल इन इस्ट हाइड्रा एसेक्ट्रा रिप्रोडक्सन अकर्स बाई बर्डिङ। 2nd नम्बरमा हाम्रो छ बुलबिल्स र राइजोम भनेर दिएको छ। 1 नम्बर इन सम प्लान्ट्स फ्यु बर्ड्स आर फर्मड एट नोट्स अर द बेस अफ द लिफ अर अन द टप अफ सर्ट फ्लेसी स्टिम विच इज कल्ड बुलबिल्स। अनि राइजमको चाहिँ 1 नम्बरमा राइजम गिव्स राइज टु मेनी बर्ड्स विच ग्रोज एज न्यू प्लान्ट्स इन एभ्री नेक्स्ट सिजन। बुलबिलको 2nd नम्बरमा के हुन्छ भन्दा प्लान्ट्स लाइक लिली, ओनियन, गार्लिक ह्याभ बुलबिल्स र राइजमको चाहिँ 2 नम्बरमा प्लान्ट्स लाइक फर्न ह्याभ राइजोम भनेर हामीले यसरी चाहिँ फरक छुट्याउन सक्छौँ। हामीले एकदमै सिम्पल भाषामा लेखेको छौँ। हाम्रो 3 नम्बरमा छ नेचुरल भेजिटेटिभ प्रोपागेसन र आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसन भनेर दिएको छ। 1 नम्बरमा थ्रु दिस प्रोसेस फ्रुट्स प्लान्ट्स क्यानट बी प्रोड्युस फास्टली, यो नेचुरल भेजिटेटिभ प्रोपागेसनमा हुन्छ भने आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसनमा थ्रु दिस प्रोसेस फ्रुट्स प्लान्ट्स क्यान बी प्रोड्युस फास्टली। 2 नम्बरमा नेचुरल भेजिटेटिभ प्रोपागेसनकोमा के हुन्छ भन्दा रुट, अन्डरग्राउन्ड स्टिम, एरिया स्टिम, लिफ, बुलबिल्स एसेक्ट्रा आर एक्जाम्पल अफ इट भनेर लेख्न सक्यो भनेदेखि आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसनमा चाहिँ 2 नम्बरमा कटिङ, लेयरिङ, ग्राफ्टिङ एसेक्ट्रा आर इट्स एक्जाम्पल भनेर हामीले सजिलै लेख्न सक्यौं। हाम्रो 4 नम्बरमा हामीलाई सोधेको छ लेयरिङ र ग्राफ्टिङको बीचमा चाहिँ डिफरेन्स बिट्विन गर्नुहोस् अथवा फरक छुट्याउनुहोस् भनेको छ। 1 नम्बरमा हामीले लेयरिङको लेख्छौं। Layering is done to the plants having soft branches grown from the very lower part of the stem. Grafting is done by joining 2 parts of closely related plants. Layering को 2 नम्बरमा हामीले लेख्न सक्छौं लेमन, ग्रेप्स आर इट्स एक्जाम्पल र ग्राफ्टिङ को चाहिँ हामीले 2 नम्बरमा म्याङ्गो, ओरेन्ज एसेक्ट्रा आर इट्स एक्जाम्पल भनेर यसरी हामीले फरक छुट्याउन सक्छौं र यो फरक छुट्याउने हाम्रो 2 नम्बर सकिएको छ। अब 3 नम्बरतिर जाउँ। 3 नम्बरमा गिभ रिजन भनेर सोधेको छ।
तपाईहरु देख्न सक्नुहुन्छ 1 नम्बरमा असेक्सुअल रिप्रोडक्सन हैज नो कन्सेप्ट अफ मेल एन्ड फिमेल भनेर सोधेको छ। यसको आन्सर मैले एकदमै सजिलो गरी लेखिदिएको छु। हेर्नु होला, asexual reproduction has no concept of male and female because it does not need to produce and fuse male and female gametes भनेर लेखिदिएको छु। 2 नम्बरमा छ the reproduction from the tuber of a potato is called vegetative propagation भनेर सोधेको छ। यसको आन्सर हुन्छ through underground steam reproduction happens in tuber of a potato, so the reproduction from the tuber of a potato is called vegetative propagation भनेर आन्सर छ। 3 नम्बरमा farmers will be benefited from grafting techniques भनेर भनेको छ। Two parts of closely related plants are attached with each other which gives fast and quality productivity, so farmers will be benefited from grafting techniques भनेर हामीले लेख्न सक्यौं। अर्को छ tissue culture is considered the most advanced method among other methods of vegetative propagation भनेर दिएको छ। यसको आन्सर अलिकति अरु भन्दाखेरि अलिकति लङ छ। Tissue culture is an advanced and modern technique of artificial propagation of plants. In this method, a small piece or cell or tissue of a plant is developed into grown plant under a controlled environment inside the lab. By this method, a lot of plants are produced. So, tissue culture is considered the most advanced method among others भनेर हामीले लेख्न सक्यो। हाम्रो चाहिँ अब गिभ रिजनहरु सकिएको छ। हामीसँग क्वेशन एन्सरहरु छ। क्वेशन एन्सरहरु पनि मैले सबै ए देखि आई नम्बरसम्मै गर्दिएको छु। ए नम्बरमा के सोधेको छ भन्दा व्हाट इज रिप्रोडक्सन, गिभ एन एक्जाम्पल भनेर सोधेको छ। ए नम्बरको हुन्छ द प्रोसेस अफ गिभिङ बर्थ टु ओन काइन्ड थ्रु एनी बायोलोजिकल मेथड बाय अर्गानिजम इज कल्ड रिप्रोडक्सन। फर एक्जाम्पल फिसन, बर्डिङ, रिजेनरेसन एसेट्रा भनेर लेखिदिएको छु मैले। अब 2 नम्बरमा व्हाट आर द टाइप्स अफ असेक्सुअल रिप्रोडक्सन, डिस्क्राइब एनी वन अफ देम इन ब्रिफ भनेर सोधेको छ। द टाइप अफ असेक्सुअल रिप्रोडक्सन आर गिभन बिलो भनेर मैले चाहिँ 6 वटा फिसिङ, बर्डिङ, फ्र्यागमेन्टेसन, रिजेनरेसन, स्पोरुलेसन र पार्थेनोजेनेसिस भनेर लेखिदिएको छु। वन अफ देम इज डिस्क्राइब बिलो भनेर मैले फिसनलाई डिस्क्राइब गरेको छु। तपाईहरुले यहाँ मध्ये 6 वटा छ, 6 वटा मध्ये कुनै एउटालाई डिस्क्राइब गर्न सक्नुहुन्छ। फिसनको चाहिँ द फर्मेसन अफ न्यू अर्गानिजम बाइ स्प्लिटिङ प्यारेन्ट बडी इज कल्ड फिसन। इट अकर्स ओन्ली इन यूनिसेलुलर अर्गानिजम लाइक प्रोक्यारियोटिक मोनेरा एन्ड यूक्यारियोटिक प्रोटिस्टा। आफ्टर फिसन द प्यारेन्ट सेल डज नट एक्जिस्ट, इट इज ब्रोकन इन्टु न्यू स्मलर सेल्स अफ इट्स kind. There are 2 types of fission, that is one is binary fission and another is multiple fission भनेर मैले यसको आन्सर लेखिदिएको छु। सी नम्बरमा छ डिस्क्राइब द बर्डिङ प्रोसेस इन हाइड्रा विथ सुइटेबल फिगर्स भनेको छ। यहाँ चाहिँ बर्डिङ प्रोसेस चाहिँ कसरी हुन्छ हाइड्रामा तपाईहरुले फिगर पनि बनाएर फिगर सँगै डिस्क्राइब गर्नु भनेको छ। मैले यहाँ फिगर पनि बनाइदिएको छु। अलिकति यो लाइन छ, यो लाइन चाहिँ मिस्टेक हो, यो इरेजरले मेटाउनु पर्ने थियो। अब यहाँनेरि हेर्न सक्नुहुन्छ इन हाइड्रा असेक्सुअल रिप्रोडक्सन अकर्स इन बर्डिङ। अ स्मल बर्ड एपियर्स अन अ body of hydra which gradually grows into the complete organism and it separates from the parent body. In this way बर्डिङ अकर्स इन हाइड्रा भनेर लेखेर चाहिँ यसरी चित्र बनाएर यहाँनेरि फिगर भनेर बर्डिङ इन हाइड्रा भनेर लेखेर बनाउनु पर्ने हुन्छ। अर्को हामीसँग छ भने डी नम्बरको मेक अ फ्लो चार्ट अफ द मेथड्स अफ भेजिटेटिभ प्रोपागेसन भनेर क्वेशन सोधेको छ। यसको चाहिँ फ्लो चार्ट यो हुन्छ। तपाईहरुले एकछिन भिडियो पज गरेर चाहिँ यो फ्लो चार्ट बनाउन सक्नुहुन्छ। ई नम्बरमा चाहिँ के सोधेको छ भन्दा व्हाट काइन्ड अफ रिप्रोडक्टिभ युनिट इज बुलबिल, गिभ एन एक्जाम्पल भनेर सोधेको छ। यसको आन्सर मैले लेखिदिएको छु। बुलबिल इज अ नेचुरल भेजिटेटिभ प्रोपागेसन युनिट, फर एक्जाम्पल पाइनएप्पल, ओनियन, गार्लिक एसेट्रा भनेर आन्सर छ।
एफ नम्बरको चाहिँ वाट आर स्टोक एन्ड साइकोन इन ग्राफ्टिङ, डिस्क्राइब द प्रोसेस अफ ग्राफ्टिङ विथ इट्स एडभान्टेज भनेर सोधेको छ। यसको एन्सर अलिकति लङ छ, हेरौँ। एफ नम्बर, द पार्ट अफ रुट सिस्टम अफ सेलेक्टेड प्लान्ट इज स्टोक एन्ड पार्ट अफ सुट सिस्टम इज साइकोन अर ग्राफ्ट। In grafting, out of two parts, the first one, which has roots, is obtained from a year-old fruit plant germinated from seed by cutting its upper part 20 to 30 cm from the ground. Stalk is prepared and cycon is taken from twig of a selected fruit plant. Grafting wax and plain tape are used to join them, and after few days, both parts are joined firmly and becomes a single plant. In this way, grafting is done. The advantage of grafting are quality, production, can be produced fast. यो दुईटा लेख्दाखेरि हामीलाई इनफ छ। अब हाम्रो आयो वाट इज लेयरिङ, ड्र फिगर अफ लेयरिङ विथ एन इक्जाम्पल भनेर दिएको छ। यसको एन्सर मैले लेखिदिएको छु। जी नम्बरको, द भेजिटेटिभ प्रोपागेसन वेयर द प्लान्ट्स ह्याभिङ सफ्ट ब्रान्चेस ग्रोन फ्रम द भेरी लोवर पार्ट अफ स्टिम इज कल्ड लेयरिङ। फर इक्जाम्पल लेमन, ग्रेप्स एसेट्रा भनेर लेखिदिएको छु। लेयरिङको चित्र हामीले सधैँ पेन्सिलले, लेयरिङको मात्रै होइन, साइन्समा सबै चित्रहरू चाहिँ हामीले पेन्सिलले बनाउनु पर्ने हुन्छ। यहाँ पनि मैले पेन्सिलले बनाइदिएको छु। र लास्टमा गएर फिगर भनेर, जेको फिगर बनाएको, बर्डिङ हो भने बर्डिङ भनेर लेख्नु पर्यो, लेयरिङ हो भने लेयरिङ भनेर लेख्नु पर्यो। यति लेखिसकेपछि हामी जाउँ एच नम्बरमा। राइट डाउन द नेम अफ द मेथड अफ असेक्सुअल रिप्रोडक्सन इन द फ्लोइङ अर्गानिजम भनेको छ। यहाँनिर चाहिँ दिएको छ है, 10-12 वटा दिएको छ अर्गानिजमहरू, जसको चाहिँ अब रिप्रोडक्सन कुन प्रोसेसबाट हुन्छ भनेर सोधिएको छ। यसको एन्सर मैले लेखिदिएको छु। द नेम अफ द मेथड अफ असेक्सुअल रिप्रोडक्सन इन गिभेन अर्गानिजम आर गिभेन बिलो भनेर मैले यसरी 1 2 3 4 गरेर अर्गानिजमको नाम पनि लेखिदिएको छु। टाइप अफ रिप्रोडक्सन भनेर पनि लेखिदिएको छु। इस्टमा बर्डिङ हुन्छ, प्यारामेसियम फिसन, पाइनएप्पल बुलबिल, बनाना अन्डरग्राउन्ड स्टिम, प्लानारिया रिजेनेरेसन, बेगोनिया लिफ, जिन्जर अन्डरग्राउन्ड स्टिम, ओनियन बुलबिल, त्यसपछि गएर सुगर क्यान अन्डरग्राउन्ड स्टिम, अनि म्युकर फ्रेगमेन्टेसन, स्वीट पट्याटो रुट, स्पाइरोगाइरा फ्रेगमेन्टेसन भनेर लेखिदिएको छु। हाम्रो अब लास्टको क्वेसन के छ भन्दाखेरि चाहिँ यहाँनिर आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसन इज मोर इम्पोर्टेन्ट एन्ड बेनिफिसियरी टु एभ्रीबडी, जस्टिफाई दिस स्टेटमेन्ट इन्क्लुडिङ सम इक्जाम्पल्स भनेर भनेको छ। यसको एन्सर मैले लेखिदिएको छु। आर्टिफिसियल भेजिटेटिभ प्रोपागेसन इज युज टु इम्प्रुभ क्वालिटी एन्ड क्वान्टिटी अफ क्रप्स अर क्यास क्रप्स। By this method, plants start yielding faster with less efforts. It is useful for spreading plants which have no viable seeds. So, it is more important and beneficiary to everybody भनेर एन्सर लेखेको छौँ। तपाईहरुलाई यदि मैले पढाएको लेखाइदिएको क्वेसन एन्सरहरू मनपर्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर छेउको बेल आइकनलाई क्लिक गरिदिनुहोस् र लाइक, शेयर, कमेन्ट जति सक्नुहुन्छ आफ्ना साथीभाइहरूलाई शेयर गरिदिनु होला, कमेन्ट जति सक्नुहुन्छ गरिदिनु होला। अब अरू अझै कुन पाठको कुन च्याप्टरको क्वेसन एन्सरहरू, एक्सरसाइजहरू कुन बुझ्नु भएको छैन, कुन विषयको गरिदिनु पर्ने हो त्यो पनि कमेन्ट गरेर भन्नुभयो भने त्यसको लागि छिटो भन्दा छिटो भिडियो मैले हजुरहरू बाटुम ल्याउने छु। थ्याङ्क यू।